हेलो एभ्रिवान गाइज हैन आज मैले चाहिँ सुँगुरको खोर बनाएको छु हैन पुरा भिडियो ल्याइदिएको छु तपाईहरुको माझमा अनि मन पर्यो भने लाइक कमेन्ट अनि शेयर पनि गरिदिनु होला अनि गाइजहरु हैन तपाईहरु चाहिँ मेरो भिडियो हेरेर कोही चाहिँ लाइक नगरिकन जानुहुन्छ लाइक गरिदिनु यार तपाईको लाइकले मलाई सपोर्ट मिल्छ यार She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. खोर चाहिँ यही हो किन छैन सानोमा यस्तो छ है आजको काम भनेको यस्तै थियो हाम्रो सुँगुरको खोर बनाउने त्यही हो स्याली सिराङमा एलो रहेछ पछाडिको भ्यू हेर्न सक्नुहुन्छ कति दामी छ होइन हेर्न सक्नुहुन्छ यस्तो दामी छ भ्यू होइन ओके हाम्रो आजको सुँगुरको खोर यहाँ माथि घाँस राखेर अहिले चारा खाँदैछ यस्तो दामी भ्यू देखिरह्यो है घाँसेर आमा यस्तै थियो हाम्रो आजको काम मन पर्यो भने सेयर लाइक सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई होइन यही गरियो आज ए जा ठिक छ अब सकिहाल्यो अब आजलाई यति नै हेर्दै गर्नु होला मेरो च्यानललाई मन पर्यो भने सब्सक्राइब गरिदिनु होला हैन यही भन्न चाहन्छु अब जाडो नै लाग्न थाल्यो अब घरतिर चल्दिनु पर्छ हैन मेङको नि हमेसा ओके गाइस सी यू नेक्स्ट भिडियो भन्दै म राख्न चाहन्छु अनि एउटा कुरा मन पर्यो भने लाइक कमेन्ट शेयर पनि गरिदिनु होला सब्सक्राइब पनि गर्न नभुल्नु होला।